नमस्ते, म प्रेमसिंह होना, U16 नेपाल मार्सल हेड कोच र इम्प्याक्ट हुप्सको फाउन्डर। हामीले इम्प्याक्ट हुप्स एकाडेमीको स्किल एन्ड ड्रिलमा ड्रिबल सेगमेन्टको हामीले एउटा ड्रिल देखाउन गइरहेको छौँ। हामीले यो फर्स्टमा बिगिनरहरूले कसरी ड्रिबल स्टार्ट गर्ने त सिक्ने भनेर हामीले सिकाउन गइरहेको छौँ। हामीले ड्रिबल किन गर्नुपर्छ बास्केटबलमा भनेपछि आफ्नो बल मुभ गर्नलाई, डिफेन्डरबाट अलिक बच्नलाई र राम्रो सुटिङ पेनिट्रेट गर्नलाई पनि काम लाग्छ। जस्तै हामीले ड्रिबल स्टार्ट गर्दा यो पामले होइन, यसरी यो फिङ्गरले यो ग्याप हुनुपर्छ यहाँ यसरी। जस्तै अब यो ग्याप गर्ने, यो ग्याप गर्दा यो ग्याप हुनुपर्छ, यो ग्याप भइरहेको छैन, अझै ग्याप गर्ने हो यो गर्ने। अनि फिङ्गरले पुस गर्ने, ल पुस पुस हो यो हिट नगर्ने, यसरी पामले हिट नगर्ने, फिङ्गरले पुस पुल आफै पुस गर्ने, बललाई नपिट्ने, मजाले पुस गर्ने। अब यो ड्रिबल गरिराख्दा हामीले थोरै निबेन्ड र हो आफ्नो यो वेस्टसम्म बल बाउन्स, धेरै हाई पनि होइन, यसरी धेरै लो पनि होइन। हामीले कतिले लो ड्रिबल गर्नुपर्छ भन्छ, होइन, जस्तै धेरै हाई गर्यो स्टिल गर्ने चान्स हुन्छ, लो गर्यो कन्ट्रोल हुँदैन, यसरी बल ठोक्छ, मिस्टेक हुन्छ। त्यही भएर आफ्नो हाइट अनुसार, जस्तो उसको हाइट अनुसार उसको वेस्टको भन्दा माथि आउनु भन बल हो, उसको हाइट अनुसार उसको वेस्ट, मेरो हाइट अनुसार यो हो, यो पुस पुल गर्ने हो। अब यो गरिराख्दा कमन मिस्टेक गरेर ड्रिबल गरिराख्ने, तल हेर्ने, तल हेरेर ड्रिबल नगर्ने, यसरी हो। त्यो हेड अप चिन अप गर्नुपर्छ स्ट्रेट हो, विदाउट सिइङ द बल हामीले ड्रिबल गर्न सक्नुपर्छ। हामीले यो गरेर जति गर्न सक्यो त्यो हामीले बल विदाउट सिइङ गरेकी हामीले टिममेटहरू हेर्न, पास दिन र कता जाने भनेर आफूले गर्न सकिन्छ। अब हामीले यो ड्रिबल गर्दा भनेको स्टिफ ह्यान्डमा नगर्ने, खुकुलो हातले मजाले पुस गर्ने, टाइट गरेर नगर्ने, टाइट गरेर नगर्ने। अनि जति सक्छ हामीले घरमा होस् स्कुलमा होस् जता होस् प्र्याक्टिस गर्दा जति सक्छ बोथ ह्यान्ड ड्रिबल, यो लेफ्ट राइट फिगर एट ड्रिलहरू जति सक्छ हामीले ड्रिबल गऱ्यो त्यति राम्रो हुँदै जान्छ। हाम्रो यो ड्रिबलको सेगमेन्टमा स्किल एन्ड ड्रिलको आज बेसिक बिगिनरहरूले कसरी ड्रिबल स्टार्ट गर्ने भनेर गरेको। अब हाम्रो नेक्स्टमा फेरि पासिङ र यही ड्रिबलको अर्को स्किल एन्ड ड्रिल पनि हामी आउँछ चाँडै। ल अब थ्याङ्क यू।